नमस्कार सबैलाई स्वागत छ डायलग अफ अलमा। स्वतन्त्र विचार अभिव्यक्तिको यस साझा चौतारीमा हामीहरू छलफल गर्नेछौँ समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरू र तिनीहरूको नेपालको आन्तरिक मामिलामाथिको प्रभाव सम्बन्धी। सचेत र जिम्मेवार नागरिकको हैसियतले देशको नेतृत्ववर्गलाई जागरुक गराउने यस अभियानमा आज हामी चर्चा गर्नेछौँ सबैको चासोको विषय बनेको रवि बालेन गठबन्धन सम्बन्धी। तपाईहरूका पनि कुनै समय सान्दर्भिक अभिव्यक्ति भए कमेन्ट बक्स अथवा डिस्क्रिप्सनमा भएको एड्रेसमा लेखी पठाउनुहोला, जुन विषयवस्तुमाथि हामीहरू सबै मिलेर छलफल गर्नेछौँ। आम नागरिकको चासो रवि बालेन गठबन्धन कस्तो होला? सबैको साझा आशा अब त पक्कै परिवर्तन आउला र धेरैले व्यक्त गर्न नसकेको आशंका पनि के यो गठबन्धन पछिसम्म टिकिरहला त? र शङ्काहरू स्वाभाविक पनि हो, किनकि विभिन्न समयमा जनताको विश्वास जितेर सत्तामा पुगेका अधिकांश नेतृत्वले पछि आएर आफूलाई जनताको विश्वासघातीकै रूपमा प्रमाणित गर्दै आइरहे। अब प्रश्न आउँछ, के त्यो बाध्यता थियो अथवा सत्तामा पुगेपछिको शक्ति मोह? एकपटक अतीतका विभिन्न कालखण्डहरू पल्टाएर हेरौँ। प्रत्येक कालखण्डमा हामीले परिवर्तन पायौँ, नयाँ नेतृत्व पायौँ, धेरै आशावादी पनि भयौँ, तर देश जहाँको त्यही रह्यो। व्यवस्था फेरियो, नेतृत्व फेरियो, तर देश फेरिएन। ठुलो बलिदानपछिको जहानीय राणा शासनको अन्त्यदेखि 10 वर्ष सशस्त्र जनयुद्ध र लगत्तैको जनआन्दोलनले राजतन्त्रको अन्त्यसँगै व्यवस्था नै परिवर्तन भयो। यति ठुलो ऐतिहासिक परिवर्तनपछि अब त पक्कै केही राम्रो हुन्छ नै भन्ने आम नागरिकको आशा पनि कालान्तरमा निराशामा नै परिवर्तन भएर आयो। र अब जेनजी आन्दोलनसँगै आशाको अर्को लहर सुरु भएको छ। रवि बालेनले त अब केही गरेरै देखाउँछन् भन्ने आम नागरिकको साझा आशा। अब बल्ल देशले राजनैतिक निकास पाउने भयो, एउटा दिगो सरकार बन्ने भयो, आम नागरिकको दैनिकी सहज हुने भयो। तर कसरी? फेरि पनि अतीतका कालखण्डमा अपेक्षित नेतृत्वबाट जस्तै निराशा मिल्दैन भन्ने आधार के? एकपटक विचार गरौँ, जनताको विश्वास पात्र भएर सत्तामा पुगेको नेतृत्वलाई थोरै भए पनि जनताको लागि राम्रो गर्नुपर्छ भन्ने लागेन होला र? हजारौं नागरिकको बलिदानपछि सत्तामा पुगेका प्रचण्डलाई जनताको लागि केही गर्न मन थिएन होला र? मन हुँदाहुँदै सत्तामा पुगेपछि विगतका नेतृत्वहरू लाचार भएर किन निस्किए र अबको नेतृत्व पनि त्यसरी नै लाचार हुँदैन भन्ने आधार के छ? हामीहरूले इतिहासका विभिन्न कालखण्डमा ठुलो साहसका साथ धेरै पटक ऐतिहासिक परिवर्तन ल्यायौँ, शासन व्यवस्थाहरू नै परिवर्तन गर्यौँ, तर नेतृत्वबाट अपेक्षित प्रतिफल नपाएपछि एउटा साझा धारणा बनायो। सत्तामा पुगेपछि जनता बिर्सिएर शक्तिको खेलमा लाग्यो, आफ्नालाई मात्र हेर्यो, अनि आफैले विश्वास गरेर सत्तामा पठाएको नेतृत्वलाई नै लखेट्ने दौडमा लाग्यो। निसन्देह अतीतको नेतृत्ववर्गले सत्ता र शक्तिको खेलमा लागे नै, तर एकछिन संयमित भएर अब आफैले प्रश्न गर्ने बेला आएको छ कि त्यही मात्र सत्य थियो त? कि अरू पनि त्यस्ता कारण र बाध्यता थिए जसले अहिलेसम्मको नेतृत्वलाई आम जनताको विश्वासमाथि निर्लज्ज भएर खेलबाड गर्न सक्ने बनायो? अब आम नागरिकहरू नै जागरुक भएर यी कारणहरूको उत्खनन गर्नु छ, भावी नेतृत्वलाई खबरदारी गर्नु छ र सही दिशानिर्देश गर्नु छ। अहिलेसम्म विश्वास गरेर सत्तामा पुगेका अधिकांश नेतृत्वको सत्ता आयु छुट्याउने, पर्दा पछाडिका नजरअन्दाज गरिएका कारणहरू कोट्याउने क्रममा आम नागरिकको हैसियतले सबैलाई मेरो एउटा जिज्ञासा। रवि बालेनलाई अहिले आम नागरिकले अत्यधिक विश्वास गरेका छन् र निसन्देह आगामी चुनावपछि उनीहरूले सत्ताको बागडोर सम्हाल्लान् पनि। वर्तमान समयमा आम नागरिकले 163 रुपियाँ हाराहारीको दरले आफ्नो सवारी साधनमा पेट्रोल हाल्दै आइरहेका छन्। अब आम नागरिक र भावी नेतृत्वलाई मेरो प्रश्न के छ भने, रवि बालेन सरकार बनेपछि पेट्रोल 200 रुपियाँ प्रति लिटर र यसरी नै अन्य दैनिक उपभोग्य सामग्रीको भाउ घट्नुको सट्टा बढेर गयो भने आम नागरिकले कहिलेसम्म उक्त सरकारलाई समर्थन दिइरहन्छन् त? फेरि आम नागरिकको जिज्ञासा होला, रवि बालेन सत्तामा पुगेपछि किन सामग्रीको भाउ बढ्ने हो र? राम्रो छविको निस्वार्थ नेतृत्वले सत्ता सम्हालेपछि आम नागरिकको दैनिकी झन सहज हुने होइन र? अहिलेसम्मको नेतृत्व र आम समर्थकहरू यस्तै भावनाको राजनीतिमा रुमल्लिएर देशले वास्तविक परिवर्तन पाउन नसकिरहेको हो। अहिलेसम्मको नेतृत्व वास्तविक चुनौती पहिचान र समाधानतर्फ भन्दा भावनात्मक रूपमा जनताको मन जित्न र आफ्नो छवि राम्रो देखाउनमा बढी केन्द्रित हुँदा नै सत्ताको आयु धेरै टिक्न नसकेको। नेतृत्वको राम्रो छवि र निस्वार्थ आचरणले मात्र आम जनताको दैनिकी सहज हुने होइन। यो त्यस अवस्थामा सम्भव हुन्थ्यो जब हामीहरूको आफ्नो उत्पादन हुन्थ्यो होला। अहिलेको अवस्थामा हाम्रा अधिकांश दैनिक उपभोग्य सामानहरू हामीले बाहिरी देश र विशेष गरी भारतबाट आयात गर्नु परिरहेको छ
र हाम्रो देशको नेतृत्वको छवि राम्रो छ भन्दैमा अर्को देशले सामानको भाव घटाइदिने होइन। हाम्रो नेतृत्वको छवि राम्रो हुनु नहुनुले अरू देशलाई कुनै फरक पर्दैन। उनीहरूलाई फरक पर्छ त केवल नाफा घाटाले मात्र। अब यहाँनिर भावी नेतृत्वले बुझ्नुपर्ने कुरा के छ भने असल छविसँगै यदि नेतृत्वमा असरदार वैदेशिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सक्ने क्षमता र आत्म उत्पादनको दीर्घकालीन योजना हुन जरुरी छ। उत्पादन आजको भोलि नै हुने कुरा पनि होइन र आफ्नो उत्पादन नहुँदासम्म आयातको लागि भर पर्नुपर्ने देशहरूसित कुटिल सम्बन्ध स्थापना कायम गर्न सक्ने सामर्थ्य हुनु पर्यो। अहिलेको अवस्थामा हामीहरू अधिकांश दैनिक उपभोग्य सामग्रीको लागि भारतमाथि निर्भर हुनु परेको अवस्थामा दुःखका साथ भन्नुपर्छ, नेपालमा जतिसुकै जनप्रिय सरकार भए पनि भारतले उक्त सरकारलाई अस्थिर बनाउन धेरै केही गर्नु पर्दैन। सबै सामानको भाउ बढाइदिए मात्र पुग्छ। भोलिदेखि नै महँगीको अर्को आन्दोलन सुरु हुन्छ। सरकारलाई आम जनताको जतिसुकै भावनात्मक सहयोग प्रदान भए पनि यो तितो सत्य सहने अथवा बरु महँगी नै स्वीकार गरेर बस्छु भन्ने सायदै होला। महँगीबाट मात्र पनि सरकार कसरी अस्थिर हुन सक्छ भन्ने यो त एउटा सबैले बुझ्न सक्ने सानो उदाहरण मात्र हो। आम नागरिकको नजरबाट टाढा पर्दा पछाडिका यस्ता अनेक कारण हुन्छन् जसले सबैको विश्वासको सरकारलाई पनि कुख्यात बनाउन बेर लगाउँदैन। अब भन्नुहोस्, यस्ता तथ्यमाथि भावी नेतृत्वको ध्यान कतिको गएको छ? भावी नेतृत्वले कुशलतापूर्वक सत्ता चलाउन आउन सक्ने सम्भावित चुनौतीको विश्लेषण कतिको गरेको छ र ती चुनौतीको कुशलतापूर्वक सामना गर्ने भरपर्दो रणनीति बनाएको छ कि छैन? आम नागरिकको हैसियतले भावी नेतृत्वलाई यो एउटा खबरदारी मात्र हो कि राम्रो छवि र जन आधारको भरमा मात्र कुशलतापूर्वक देश हाँक्छु भन्ने कुरा एउटा क्षणिक भ्रम मात्र हो, जुन इतिहासका विभिन्न कालखण्डमा प्रमाणित हुँदै आइरहेको जगजाहेर नै छ। युवा नवजवानदेखि वयस्क वृद्ध सबैको चासोको विषय बनेको नेपालको राजनीतिक परिदृश्यमा अब समय आएको छ नेतृत्व वर्ग भावनाको राजनीतिबाट माथि उठेर देशको वास्तविकता पहिचानको एउटा बृहत अभियान सञ्चालनको। जनसमर्थन र चुनावमा बहुमतको जितले मात्र देश हाकिहाल्छु भन्ने जोसको राजनीतिमा सीमित नभएर देश चलाउन र आम नागरिकका आधारभूत दैनिक आवश्यकता परिपूर्तिमा पर्दा पछाडिका अदृश्य चुनौतीको चिरफार र कुशलतापूर्वक त्यसको व्यवस्थापन गर्न नेतृत्वले सही रणनीतिसहित आफूलाई तयार गर्न जरुरी छ। आम नागरिकले पनि नेतृत्वको असल छविले मात्र देश चल्छ भन्ने सोचबाट माथि उठेर नेतृत्वको पाइला पाइलामा प्रश्न खडा गरी भावी नेतृत्वलाई धारिलो बनाउन जरुरी छ। समय आएको छ आम जनतामा केही संयमताको र भावी नेतृत्वले विगतको नेतृत्व र स्वयंका कमी कमजोरीको चिरफार, आम जनताले अहिलेका कमी कमजोरीको चिन्तन मनन र देशको वास्तविक आवश्यकतामा आधारित राज्य सञ्चालन संयन्त्र निर्माणको। हवस् त आजलाई यति। तपाईहरुका पनि कुनै समय सान्दर्भिक धारणा भए रेकर्ड गरेर अथवा लेखेर पठाउनु होला। हामी सबै मिलेर चिन्तन मनन र मन्थन गर्नेछौँ। धन्यवाद।